खेल अब के खेल्ने अब अनि भोलि आउने कि नआउने तपाईँलाई लाइन आए त आउँछु के भोलि उस्तै पर झोक्चरमा दिउँसो पनि आउँछु लाइन आउँ धेरै लाइभ बस्न नपाएको भोलि दिउँसो आउनु न लाइभ ल हेरौँ के हुन्छ है दिउँसो आयो भने रमाइलो हुन्छ क्या दिउँसो गाइस आज लाइभ लाइन आउन रे के हाम्रो गाउँमा पोल ढलेको रहेछ उता कता कता हो पहाडमा यसै त अनि एक दिन पोल ढल्यो 2 दिन लाग्छ अब आफ्नो गाउँ अलिकति पहाडतिर अलिकति विकटमै छ सहर भएकोबाट डेङ्ग्राबाट लाइन गर्थे छैन आज लाइन आउनु भन्यो कस्तो कालो हो कि खान मन लाग्यो तपाईँको स्क्रिनलाई पागल धेरै नाटक नगर है सुन्नु न भोलि दिउँसो आउँछ तपाईँ साँच्ची भन्नु त म फिक्स छैन तर म आउँछु कि धेरै भयो राम्रोसँग लाइभ बस्न पाएको धेरै भयो दर्शकहरूसँग नगएको अब यसो आज रमाइलो गरौँ भने कि यस्तो छ म भोलितिर आउने कोसिस गर्छु यार है आजलाई जाऊ तिमी पनि सुत अरूसँग खेल तिमी पन्सन गेम आज नखेल्ने म त सुत्ने अब म त हवस् अब तपाईँसँग खेल्छु तपाईँसँग मजा आउँछ कस्तो रमाइलो हुन्छ आनन्द साँच्ची भनेको मलाई सुन्नु मलाई यति आनन्द मिल्छ नि होइन कसम भने क्या स्वर्गमा पुगे जस्तो फिल हुन्छ क्या मलाई तपाईँसँग तिमी हाम्रै दुनियाँ सामाजिक विकृति ल्याउने काम नगर त ओठ पनि अफ्रिकानेको जस्तो पागल बाउलाई अहिले यही ओठले फेरि सराक सुरुक पारिदिन्छु नि फेरि सराक सुरुक गरिदिन्छु नि मैले हामी पनि यो बैस रत्त पार्दै गयो हुन्छ यार जे लाग्यो हो साँच्ची यही ओठले म सराक सुरुक पारिदिन्छु नि तपाईँको केही बाँकी यार राख्नु भिरिङ्गी लाएर मर्ला पागल सुन्नु न भिरेङ्गी भनेको के हो क्या यौन रोग हो किन चाहियो तिमीलाई मलाई जसले नि भन्छ कि त्यही भएर तपाईँले पनि भन्नुभयो कि त्यही भएर भागेर रहेछ क्या हो आज म पन्सन गेम खेल्दिनँ होइन अब न म्युजिक छ न बिजुली छ न लाइन छ न चार्जवाला बत्ती छ म कसरी गेम खेल्ने यार त्यही भएर आज हुन्न होइन भोलितिर खेलौँ ल लाइन आयो भने म बरुमा मजा आउँछ कि कस्तो हो र भने अझ मजा आउँछ यार हाम्रो यहाँ खुर्कुलाएर बिहा गरेर नबसेर दिमाग के गर्छौ यार म गएको ल ड्राइभ गर्दैछु रे ओके ल म आज जान्छु भोलि आउँछु ल ल ल बाई राम्रोसँग बस मिल्छ भने दिउँसो आउनु ल भोलि ल हुन्छ गाइस मुनालाई जोडौँ है कहाँ छ अब लाइन नभए पनि दोरी खेल्न पर्यो यस्तो अनुहार देखाएर भयो भने दोरी खेल्न पर्यो यार फेरि गाउँले बत्ती यार के छ हजुर मुनाजी नमस्ते हजुर हेलो नमस्ते खै त केही देख्दै आँखा जतन जानु पर्ने भयो हाम्रो ठाउँतिर लाइनै आएन क्या आज हेर्नु न ए म त मेरो आँखा गछ कि भनेको त खै मोतिया बिन्दु लाग्यो चेक गर्नुहोस् त गाउँमै हुनुहुन्छ होइन म आज फर्केँ नि पोखरा ए हो र आज 12:30 बजीतिर पोखरा आएँ आएर दिउँसोमा चाहिँ लाइन आएको थियो मजाले सुत्ने आराम गर्ने है हजुर तर अहिले जब रात पर्न लाग्यो खै के त पोल बिग्रेको छ क्या लाइन बिग्रेको छ अरे आज गाउँमा लाइन आउने अरे हेर्नु न सबै सुनसान छ हौ सब अँधेरो छ यार त्यो के हो जुन मात्र रहेछ यार जुन त ए त्यो जुनले पनि अलिअलि लाइट दिएछ तपाईँलाई हो बरु यसरी नै राख्नु हो म यसो त म तपाईँ काल देखेँ यार हुनुहुन्न र गोरी हुनुहुन्छ र ए गोरु छैन हेर्नु छैन फेरि जान्छ होइन चार्जवाला हो चार्जवाला आफै जान्छ फेरि आफै जान्छ एकैचोटि ए चाइनिज पर्छ मेड इन चाइना ग्यारेन्टी छैन भनेको अलि हेर्ने चाहिँ म ए राख्छु अटोमेटिकल्ली आफै जान्छ यार कि त तपाईँको ठाउँतिर घर किन्न पर्यो कि त मैले अब इन्भर्टर किन्न पर्यो ए गएँ फर्काउ अब किन्नु पर्यो नि त घरै किन्नु पर्यो ल त ह्याट लगाइदिएको त दामी देख्दो रहेछ ल कसले लाउनु भएको फेरि लगाइदिनु त लाइट नभएको बेला त ह्याट मात्र साइन गर्दो रहेछ उता गएर लगाइदिनु भनेर कति बाटी हो तपाईँलाई भने क्या त नि मुनाजी हालखबर भनेको अब कस्तो के अब बिहा गर्ने उमेर पनि भयो तपाईँको त अब वैशाख पनि जेठ पनि लाग्ला के छ बिहा नि होइन उमेर तपाईँलाई पो बुढेसकालले छोयो 18 वर्षमा कसले बिहा हाल्छ 20 त लाउनु दिनु न 2 वर्ष बढ्यो भरे मुनाको उमेर यस्तो वैश आउँदैन घुमेर ए
चम्केका छौ बदाम र काजुले एउटा ज्वाइँ साहब खोजन् त दाजुले फर्काऊ